हेलो गुड मर्निङ एभ्रिवान। स्वागत छ मेरो नयाँ ब्लगमा। यो चाहिँ मेरो फर्स्ट ब्लग। अहिलेसम्म यस्तो बनाएको चाहिँ थिएन कि त्यो अरूको हेर्दा 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 एकदमै मलाई पनि बनाऊँ कि जस्तो हुँदा हुँदै बनाएको। यसको क्यामेरा चाहिँ एकदम राम्रो लाग्यो मलाई चाहिँ, टक्क अगाडि पनि पछाडि पनि भिडियो गर्नु मिल्ने रहेछ। सो आज चाहिँ मेरो छुट्टीको दिन, आइतबार आयो कि फेरि दसैँ आए जस्तो हुन्छ कि हामीलाई। परदेशमा हुने मान्छेहरूलाई त्यस्तै होला हौ प्राय, मलाई मात्रै हो कि अरूलाई पनि हो थाहा भएन। तर छुट्टीको दिन भने पछाडि ओहो दसैँको दिन। सो म चाहिँ उठेँ अनि साथीहरू भेट्न जाँदैछु। यो चाहिँ ओलिभको रुख है, र अहिले त छैन क्यारे ओलिभ। तर यसरी देखाउन चाहिँ वेदर नि ठिकै रहेछ। यो फुल चाहिँ ठ्याक्कै हाम्रो नेपालको जस्तै छ कि सयपत्री फुल। राम्रो छ हौ। यतातिरको त मरेछ बिचरा। यो चाहिँ सेक्युरिटी। म चाहिँ बस कुर्ने ठाउँमा आइपुगेँ। यो चाहिँ बस कुर्ने ठाउँ, बस स्टेसन। कस्तो भित्री छ हौ हाम्रो चाहिँ, केही छैन हौ चाहिँ। यो भित्र चाहिँ यसको उता पारिपट्टि चाहिँ हामी बस्छौँ है। हाम्रो बस आयो। म चाहिँ आइपुगेँ। अब उनलाई पुरेर बसिरहेको छु, कति बेला आउने हुन्। ऊ चाहिँ यताबाट यो साइडबाट आउँछ। बल्लाइन कुर्दा कुद यस्तो कुद्छ कि फेरि हामीहरू फेरि यी पातली देखेको नि बरे के हो, कति पातली देखेको। चाइनिज केटी नभएर खुजुन्दैन। हेर न कस्तो मजाले अगाडि पनि पछाडि पनि गर्नुहुन्छ कि। के भित्र हराएको रे?
साँच्चै कति सानो देखेको हो, कति सानो देखेको र भनेको। कति भिडियोमा हेर न आफैले। अलि उता जाऊ त। मोडलिङ गर्ने हो क्या यस्तो गरेर। साँच्चै कति पातली देखेको हो क्या। त्यसरी पातलो मान्छे केही भन्दैन त मेरो उडाइदेला है हावाले, उडाइदेला हाउरी आउने बेलामा त। जाम अब चाहिँ हामी कहाँ जाने अरे? मलमा पैसा साट्न जाने। पैसा सर्टकटबाट खोजेको यार, घाम बाटै नभएको पुगेर फेरि फर्क्यौँ। त्यो कपाल कर्ली बनाएको हो क्या हो है? अलिअलि बनाएको पछाडि हो यसरी राख त सबै गरेर यहाँ देखाउँछु। यसको कर्ली कपाल बनाएको रहेछ आज। राम्रो देखेछ तर। अगाडि मैले यस्तरी फर्काउनु लाग्यो, यो लक्ष्य मेजना औँला काटेर हेर न यहाँ चक्कुले बन्दा काटेको। अनि बन्दा काटेको त बच्चाको स्कुल, त्यो दिनमा बच्चाको स्कुल त थियो, बच्चा फेरि गएन कि स्कुल। कस्तो कपाल झर्छ कि मेरो त। मेरो चाहिँ धुने दिनमा चाहिँ झर्छ पछि कपाल टिपे उसले मेरो। बच्चाको स्कुल त थियो नि, त्यो बच्चा। अनि अब बिरालो हेर न कत्रो। म्याउ 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 मेरो लाग्थ्यो कस्तो मात्तेको। एकचोटि मैले बिरालोले यसो लातो हानेको उसले नि यस्तो मात्तिने हो तिमी? बिरालोलाई लात्ताले हान्ने? हामी चाहिँ आइपुग्थ्यो नि, फेरि फर्केर गएर फेरि बाटो कटेर आउँछ। म त तिमी घरबाटै ढिलो निस्केको होला भनेर भनेको। होइन नि, म तिम्रो फोन राख्ने बित्तिकै निस्केको। ने ओ बर्थडे थ्याङ्क यू भेरी मच। हेर है त बर्थडे गिफ्ट। दिदीहरू नि आउने भन्नुभएको थियो तर यहाँ चाहिँ आउँदैन उनीहरू। सो बेबीले चाहिँ मलाई बर्थडे गिफ्ट लिएर आइदेखि त्यहाँ बसेर हेरौँ न। जाडो भयो, गर्मी चाहिँ गर्मी रहेछ हौ। अब चाहिँ हामी मलमा गएर पैसा साटेर प्यान्ट लिएर आयो त, चेन्ज गर्ने प्यान्ट। उसले चाहिँ कपडा किनेको त्यस्तो चलेन। ट्रुक टेलिकममा तिमीले डाटा हालेको होइन त? ए ए म त डराएको थिएँ हौ मेरो सिम बन्द हुन्छ कि भनेर, किनकि धेरै बेरसम्म यो पैसा हालेन भने त बन्द हुन्छ नि त है। बोर्जु भए जस्तो लागेको थियो मलाई मेरो, तर उयो भयो क्या अरे। सो हामी चाहिँ अब यो यहाँ बसेर यहाँनिर बस्छौँ क्या अरे, बसेर हेरौँ। बेबीले लिएर आइदिएको मेरो बर्थडे त गइसक्यो कि साथीहरू। तर अब बर्थडेको दिनमा त्यही त हो नि, भन्ने बित्तिकै फुत्त निस्केर हिँड्न मिल्दैन है, गाह्रो छ नि हामीलाई। हामी चाहिँ यहाँनिर बसौँ, हेरौँ। गिफ्ट भनेको र हेरिहाल्नुपर्छ, अनबक्सिङ गरिहाल्नुपर्छ। यो चाहिँ मेरो ब्याग साउनीले दिएको, फेरि आफूले किनेको त होइन। दामी हो के भनेको? स्पिकर तिम्रो बेबीले लिएर आइदिएको गिफ्ट देखाउनु भयो। मेरामा है त साथीहरू। त मलाई त चाहिन्छ हौ धेरै नै। घरि कपाल बाँध्छु, घरि
खोल्छु यो चाहिँ काँटा कपाल निस्क्यो कपाल काटेको कि यसरी निस्क्यो भने यस्तो च्याप्पिने यो चाहिँ बिचरा जहिले नि गिफ्ट लिएर आइदियो कहिले पनि लगाउँदैन भनेर गुनासो पोखिरहेको थिइन् ओहो गलबन्दी कति राम्रो हो कहाँदेखि तिमीले आएको हो ताक्सिङबाट लिएर ताक्सिङबाट अस्ति नै म एक्लै के पो गर्नु गएको थिएँ म त त्यसलाई त्यो उता जाने बेलामा ए अल्छिलार म खाना खाएर आएँ भने ताक्सिङबाट ए कहिले किन भ्याएछ र जहिले पनि हामी त सँगसँगै हिँड्ने मान्छे हो भन्छु फेरि कति राम्रो गलबन्दी हो तिमी कहाँ जहिले पनि तिम्रो छुट्टी कहाँ भएर हुनु नि हो यार जहिले पनि छुट्टी गर्नु जाडोमा लङ कोट लगाएर यो लगाएर हिँड्नु त कति राम्रो हुन्छ होला नि तर के हामी लङ कोट लगायो भने फेरि राम्रो रहेछ मलाई हो टी सर्ट पनि रहेछ अझै यो टी सर्ट र क्लिप हेयर पिन चाहिँ सेम लिएर आएको मैले पनि ल्याएको सेम लिएर आऊ एक दिन लिएर एक दिन लगाएर हिँडौँला नि राम्रो रहेछ हौ धेरै धेरै धन्यवाद मस्त राम्रो रहेछ सबै लु यसपालि चाहिँ म सबै लाएर हिँड्छु बिचरा कम्प्लेन गरेँ त्यो लाउँदैन मैले दिएको केही पनि पट्याएर होला न त्यो आफूलाई देखाउनु न त्यो म उता के देखाएको हो र अब मलाई मेरो अनुहार जस्तो देखेको बेबीले जहिले कपडा मैले त्यो गिफ्ट युज गर्दैन क्या त्यही भएर लगाएन भने अब त म फिर्ता लान्छु भने तर हो कि साथीहरू उसले दिएको चाहिँ मैले उसले के दियो ब्याग दियो टी सर्टहरू पनि दिएको थियो कि म फेरि कस्तो छु भन्दाखेरि त्यो साथीले दिएको भनेपछि राखिराख्नु क्या ए म त लगाइहाल्नु युजै नगरिकन एउटा चिनो हो भनेर त्यो त्यो बिनाले दिएको घडी पनि मैले लाएन नि त राखिराखेको छु अहिलेसम्म घडी दिएको थिएँ बिनाले कि मलाई ट्याक्सीमा एकचोटि त्यो घडी पनि त्यसरी राखिरहेको छु म त लाग्छु हामी चाहिँ आइपुग्यौँ मलभित्र उसको चाहिँ कपाल मिलाउँदैछ निहाउ हो क्या निहाउ छु स्याहार मेरो बच्चाले कि मलाई कहिले काहीँ यसो भन्छ कि दिदी तिमी चाइनिज बोल न भन्छ मेरो पालो छिङछाङ र छुङछुङ गरिदिन्छु अनि त हाँस्छ कि उ त पुरा तेरे नाम तेरे के सलमान खानको बिग फ्यान हो क्या हो तिमीले हेऱ्यौ त्यो तेरे नाम फिल्म कपालले चाहिँ तिमी सलमान खानकै बिग फ्यान हो भनिदिएछ मम्मी यो गहना कहिले किन्न पाउने हामीले मेरो चाहिँ कपाल भुतको जस्तो ठ्याक्कै कपाल पनि झरेर अब तक्लु हुन्छ होला हौ नेपाल जाने बेलासम्म त नेपालमा कपाल उमार्ने आउँछ त्यहाँ के अरे स्याम्पो र ओइल लाग्छ के लगाउँदै उमार्दै त्यही गर्नु पर्ला अब अरू काम छैन कपाल उमार्ने मम्मी जिन्दगीमा अरू काम छैन हाम्रो अब कपाल होइन हौ कपाल स्याहार्नै सकिएन कि वास्तवमा भने किन हो पानी नमिल्या हो कि नेपालमा चाहिँ यति साह्रो झर्दैन थियो हौ कपाल फेरि यहाँ पानीमा त्यो त्यही भएर होला नि हो क्रिसमसको सिजन आहा गाइज ततै अब पैसा साट्ने ठाउँ आइपुगेँ कति रहेछ हौ आजको रेट छोकेसा छोकेसा 41 सय रहेछ यहाँनिर चाहिँ साट्ने ठाउँ उसले साट्छ है पैसा चाहिँ
चाहिँ अब यहाँ बस्नु हामीले चाहिँ सेलेरी डलरमा लिन्छौँ कि अनि यहाँ चाहिँ खर्च गर्नुलाई चाहिँ यहाँको पैसा चाहिन्छ नि त टर्किस लिन्छ अनि त्यही भएर हामी चाहिँ जहिले पनि साट्नुपर्छ कि यसरी आएर उसले $100 तिमीले साट्ने हो ए मेरो लागि मात्रै ल ल मेरो लागि $100 साटिदिँदैछिन् कस्तो राम्रो हो क्यामेरा सक्दैन अगाडि पनि पछाडि पनि गर्नु मिल्ने धन्यवाद यो चाहिँ $100 साटेको कति आयो भन्दाखेरि यति 41 पिस समाज त यो फोन आफैलाई ध्यान तिम्रो हात रहेछ त्यहाँनिर फ्रन्ट गर नि क्यामेरा यसरी नै तिमीलाई सानो देख्छ क्या पैसा टर्कीमा चाहिँ साथीहरू यो 200 भन्दा बढी हुँदैन है नेपालमा 500 1000 हुन्छ नि त यहाँ चाहिँ 200 भन्दा हुँदैन ब्याग फेरि यत्रो बढी भएको छ कि फेरि पुरै नगर्नु यो चाहिँ मेरो नेपालबाट लिएर आएको पर्स त्यही पनि बेबीले लिएर आइदिएको अझै नेपाल गएर आउने पहिले कहाँ जाने मोबाइल पसलमा जाने कि खाना खान जाने त मोबाइल पसलमा गए नि हुन्छ केही नजिकै जाऊँ न त अब चाहिँ हामी मोबाइल पसलमा जाँदैछौँ कति साइडबाट चाहिँ केही देखिँदैन नि त्यो फोन लाग्छ मैले कालो देख्छु पुरै स्क्रिन अब माथि जाँदैछौँ हामी बिचरा अङ्कल जाँदै हुनुहुन्छ अगाडि कस्तो माथेको मान्छे अङ्कलसँगै हामी पनि पछि आउँदैछु अङ्कल पछाडिबाट पात्नु चाहिँ नपात्नु आयो एकजना हाँसेर त्यस्तो भनिदिने अर्काले न नेपाली बुझ्दैन र मात्रै हो कि साथीहरू नत्र त गेट आउट गरिसक्थ्यो अघि नै हाम्रो गेट आउट गर्ने मान्छे जन्मेको छैन अहिलेसम्म यस्तो खतरा हामीले चाहिँ गेट आउट गरिदिनुपर्छ किक आउट गरिदिनुपर्छ गर्ने हो अरूले चाहिँ हामीले गर्न सक्दैन हो कि सक्दैन हामीले अब त ब्ल्याक फ्राइडेको सिजन पनि सुरु हुन्छ है ब्ल्याक फ्राइडेबाट के किन छ र एयरपोर्ट किन्यो किन हौ बरु कता हो त्यो हराइ हामी त अघि चाहिँ हराएको अवस्था गाइज हो क्या अघि कम्प्लेक्सभित्र हरायो अहिले चक्लेट देखाउँ दिदी चक्लेट जुम गर न अलिकति चक्लेट श्रम देखेको है तर खायो भने दाँत दुख्छ के हाल्नु बुढी भयो खायो भने दाँत चिराले रोका त एकचोटि रोका एकचोटि ल जाउँ अल्लाह अल्लाह नर्द बा के हो र यताबाट यसरी निस्किन्छ जाउँ स्टप गर्दै भिडियो त्यहीँ गएपछि देखाउनु लाग्यो गाइस धेरै नदेखाउँ फेरि तिमीहरू पनि हामीतिर फेरि गफाडी देखाऊ बिचरा फेरि ओइ कति रमाइलो हामी पनि छौँ भने सबैजना फेरि टर्कीतिरै हाम फाल्नु लाग्यो अहिले भने फेरि 8 लाखतिर टर्की आउँछ भन्छ
टेन्सन फेरि 10 लाख तिरेर आयो भने तपाईँहरू चाहिँ 8 लाख 10 लाख तिरेर टर्की चाहिँ नआउनु होला है, नआउनु होला। पस्ताउन बाहेक केही छैन फेरि है। होस् त होस्। सो हामी चाहिँ जाँदैछौँ यो मोबाइलको कभर हाल्नुलाई। कभर त हाल्यो कि त्यो क्यामेराको लागि कभर